नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। यतिखेर म तपाईँहरूलाई एउटा अति नै राम्रो ट्रिक सिकाउन गइरहेको छु। यदि तपाईँहरूको मोबाइल एकदमै बेसी ह्याङ हुन्छ, इन्स्टा चलाउँदै गर्दाखेरि, फेसबुक चलाउँदै गर्दाखेरि या त कुनै पनि भिडियो हेर्दै गर्दाखेरि गेम खेल्नुभन्दा अगाडि ह्याङ हुन्छ भने म एउटा ट्रिक्सलाई तपाईँहरूको अगाडि राख्दैछु। ध्यानपूर्वक हेर्नु होला अनि अन्तसम्म हेरेर मात्रै सिक्नु होला। सबैभन्दा पहिला तपाईँहरू आफ्नो होम स्क्रिनमा गएर यो सेटिङमा जानुपर्ने हुन्छ। सेटिङमा गएर यसरी तल तपाईहरु सेटिङमा जानुहुन्छ। सेटिङमा गएपछि म देखाउँदैछु। सेटिङमा जानुहोस् अनि सेटिङमा गएपछि यसरी तल जानुहोस्। यहाँनिर तपाईहरुले एउटा लोकेसन भनेर आउँछ, त्यो लोकेसनलाई थिच्नुपर्ने हुन्छ। लोकेसनमा थिचिसकेपछि तल जानुपर्ने हुन्छ। यहाँ लोकेसन सर्भिस भनेर आउँछ, यहाँ लोकेसन सर्भिसमा थिच्ने। लोकेसन सर्भिसमा थिचिसकेपछि यहाँनिर अर्थक्वेक अलर्ट्स हुन्छ, इमर्जेन्सी लोकेसनहरु हुन्छ, यो सबै ठिकै छ। तर यो लास्टमा आएर वाइफाई स्क्यानिङ र ब्लुटुथ स्क्यानिङ हुन्छ, यो दुईटालाई चाहिँ हामीले अफ गर्नुपर्ने हुन्छ। यसलाई पनि अफ गर्यो अनि त्यसको बादमा यो ब्लुटुथ स्क्यानिङ पनि अफ गर्यो। यो दुईटा चाहिँ किन अफ गरेको भने चाहिँ यो दुईटाले चाहिँ जहिले पनि स्क्यान गरिरहेको हुन्छ हैन, अनि त्यतिखेर चाहिँ हाम्रो भित्र मोबाइलको प्रोसेसरमा एकदमै बेसी प्रेसर भइरहेको हुन्छ अनि मोबाइल हिट हुन्छ, ह्याङ हुन्छ हैन। त्यही भएर यो दुईटालाई चाहिँ बन्द गर्नु पर्ने हुन्छ। यो बन्द गरेर पनि तपाईले यहाँ माथि टुल बारबाट यहाँबाट वाइफाई सब चलाउनु, वाइफाई ब्लुटुथ सब चलाउन सक्नुहुन्छ। तर भित्रबाट चाहिँ त्यो बन्द गर्नुपर्छ। अनि त्यसको बादमा फेरि तपाईहरु यसरी ब्याक आएर हैन, ब्याक आयो, प्ले स्टोरमा गयो अनि प्ले स्टोरमा गएर माथि आफ्नो प्रोफाइलमा गयो। प्रोफाइलमा गएर यहाँ तल सेटिङमा आयो। सेटिङमा आएपछि यहाँ तल सिधा तल आउनुहोस्, यो लास्टमा अबाउट हुन्छ। अबाउटमा तपाईले यसरी क्लिक गर्नुहोस् अनि अबाउटमा क्लिक गरेपछि यहाँ तल प्ले प्रोटेक्सन सर्टिफिकेट देख्नु हुँदैछ। लास्टमा यहाँनिर प्ले प्रोटेक्सन सर्टिफिकेट यहाँनिर थिच्नुपर्ने हुन्छ हैन। यसरी ब्याक गर्दा भइहाल्छ। यो प्ले प्रोटेक्सन सर्टिफिकेटमा चाहिँ डिभाइस इज सर्टिफाइड भनेको छ भने ठिकै छ। अनि डिभाइस इज नट सर्टिफाइड भनेको छ भने चाहिँ तपाईहरुले सर्भिस सेन्टरमा लगेर देखाउनु पर्ने हुन्छ अनि उनीहरुले तपाईहरुको फोनलाई सर्टिफाइड गरिदिन्छ। यो डिभाइस इज नट सर्टिफाइड छ भने चाहिँ तपाईहरुको फोन ह्याङ हुन्छ। कृपया गरेर यो चेक गर्नु होला है। अनि भिडियो मन परेमा च्यानललाई फलो गर्नु होला अनि सब्स्क्राइब गर्नु होला। हुन्छ, सबैलाई आउँदो दिनमा फेरि असल राम्रो भिडियो मोबाइलको ट्रिक्सहरु सिक्नको लागि यो पेजलाई फलो गर्नु होला।